भोलि 1 गतेदेखि तल बसपास सर्ने भनेको छ। अब हेरौँ के हुन्छ। फिक्स चाहिँ भइसकेको छैन होला हैन। सर्ने भनेर चाहिँ म र मेरो साथी चाहिँ बसपास सर्ने भनेर मेरो साथी यहाँ हैन। अनि र म चाहिँ तल बसपास हेर्नु जानुको लागि हामी चाहिँ यहाँदेखि रेडी भएर निस्क्यौँ के कस्तो छ हैन। अब यहाँदेखि हामी बसपासको लागि यो दोकान प्यासेज छ त्यसै सर्टहरू चाहिँ यहाँ चाहिँ माथि तपाईँको होइन। तर कति सानो सानो रहेछ सर्टहरू क्या दोकान गर्ने होटेल गर्ने त्यसको लागि चाहिँ त्यो बिचकोलाई चाहिँ फाइदा हुने रहेछ। यो भएकोलाई चाहिँ अलिक सजिलो हुने रहेछ यताकोलाई। यता भनेको कुन लज बनाएको थियो ल। यो भित्र चाहिँ माथि कोठा छ। यहाँको यता भित्रको त्यो कोठा होला। उता कोठा त्यो दुईवटा छँदै होला। कति भाडा अरे महिनाको? लज होटेल यता यिनीहरू चाहिँ यो दोकान सोकान होला होइन। त्यो छ यो माथिको दृश्य। अनि माथिदेखि तलको चाहिँ यस्तो छ है। तल चाहिँ यस्तो देखिन्छ यहाँ चाहिँ। तार छ फोटो खिच्ने।